हेलो साथी, स्वागत छ आजको फेरि मेरो मिन ब्लग। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। म नि सन्चै छु। आज नै बर्दियामा यति राम्रो पानी परेको भएर यति राम्रो मौसम भएको थियो। म पनि हल्का यति राम्रो मौसम भएको बेलामा पनि के गरौँ पानी परेको बेलामा बाहिर जाने पनि भएन। अनि के गर्नु साथीहरू, यस्तै त म चाहिँ बाहिरबाट नै भिडियो बनाइदिएको। अनि हाम्रो चाहिँ त्यस्तै राम्रो पानी पनि नै धेरै, बादल पनि नै धेरै, पानी पनि धेरै थोरै, पानीमा मिडियमको पानी परिरहेको चिसो मौसम यति मस्त गर्दैछ। त्यहीमा पनि बादल लगाइदिएर अनि यति चिसो मौसम गरेको थियो, आनन्द आएको थियो आज पनि। अनि चिसो मौसम भएको बेलामा के गरौँ भनेर म चाहिँ सोचिरहेको थिएँ। मैले चाहिँ सोचेँ आज चाहिँ म साडी लगाइदिन्छु भनेर। हेर्नु म चाहिँ आज यो साडी लाउन गइरहेको छु। म चाहिँ अनि साडी लगाएर रेडी भएँ। त्यसपछि साडी लगाएर त भर्खर रेडी भएको सकेको थिएँ। अनि फोटोहरू खिचौँला भनेको थियो हल्का सिमसिम पानीमा। अनि हामी चाहिँ झन् यो यताको पानीको झन् बढी नै आएर दर्किएर अनि त्यहाँतिर यति ठुलो पानी आइदियो कि एकैछिनमा। अनि म चाहिँ सोचिरहेको थिएँ अनि फोटो भिडियोहरू बनाउँछु भनेर म चाहिँ सप्रेको। अनि मेरो त्यो पानी परेर मेरो त कामै बनेन। अनि त्यसपछि म चाहिँ के गर्नु, फेरि सारी उतारेर अनि मैले चाहिँ एक दुईवटा सेल्फी मात्रै खिचेको थिएँ कि। अनि सेल्फी पनि के भन्नु, 2-3टा फोटाहरू मात्रै अघिबाट खिचेको थिएँ, टिकटक पनि बनाउन पाएन। अनि यो पानीले चाहिँ सारा प्लानै बिगारिदियो कि साथीहरू। पानी चाहिँ यति राम्रोसँग आएको थियो। हामी चाहिँ शीतलो भएको थियो, गर्मी हुन्छ नि त तराईमा, अनि शीतलो भएको थियो। हाम्रो चाहिँ बर्खामा यसरी छ, हेर्न सक्नुहुन्छ पानी।